हेलो गुड मर्निङ मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई आज फेरि म सेकेन्ड डे तपाईँलाई मेरो ब्लगमा तपाईँलाई स्वागत छ सबैजनालाई। अन्त मसँग हेर्नुहोस् खै आगे के बोल्नुहोस् के भन्नुहुन्छ? भाइलाई पनि आउनु भएको छ अब हामी चाहिँ तालामुनि ब्रेकफास्टमा चाहिँ हाम्रो खाप्चे तपाईँलाई मात्रै खेद्दो रहेछ एकटा कता यता हुँदैन पिठो बाला ल हामी चाहिँ सबजना ब्रेकफास्ट सक्यो। अब चाहिँ हामी हाम्रो साइट सिन हाम्रो ग्रुपहरू कहाँ छ मलाई गुम्बा हिँडेला ल एकछिन छिटो खाइस हैला अहिले आउँछु ल अब चाहिँ तपाईँहरूलाई म एकखेप योक्सम बजारको दर्शन गराउने छु। तपाईँहरूले चाहिँ योक्सम बजार चाहिँ कस्तो रहेछ हेर्नुहोस् है। सर हजुरलाई मेरो ब्लगमा स्वागत छ है। अब चाहिँ आज तपाईँहरू सबैजनाले योक्सम बजारको दर्शन गर्नुहोस् है। यो चाहिँ रहेको छ हाम्रो योक्सम बजार। यहाँ त हामीले चट्ट क्रस गरेर जान्छ नि पहिला आगे यो अलिकति यता राम्रो यसको देख्नु पनि मेरो पनि फेसबुकको बनाउनु पनि Om Mani Padme Hum
Mamen ragır bemasete hare. Get. Đẹp, chị hãy xí xè là. Cây đi anh. जो चाहिँ म तपाईँलाई चाहिँ कहाँ लिएर आएको छु भन्दा चाहिँ हाम्रो सिक्किमको ओल्डेस्ट मोनेस्ट्री डुब्दी मेम्बर डुब्दी गुम्पाको दर्शनमा म तपाईँहरू सबैजनाले लिएर आएको छु। सो तपाईँहरू सबैजनाले चाहिँ हाम्रो सिक्किमको ओल्डेस्ट मोनेस्ट्रीको दर्शन लिनु होला। अब हामी चाहिँ यति साह्रो ग्रुपमा आएको छु, म तपाईँहरूलाई देखाउने होला छु। छेन Lei ngaten ke bati jela na. Ho yi jela. Na na kanim gola kala yothori muchi ni gola chai. Adi gola. Ele nga andi ka ben le mi gila. Le. Ben la devi goda ralo lo. 미국 병무시험에 हाम्रो गुम्पा आइसकेको छ। यहाँदेखि उता रहेछ। अब चाहिँ मैले यहाँ गुम्पाको गेट खोलिएँ। अब चाहिँ तपाईँले गुम्पाको दर्शन गर्नु होला। अब हामीसँग आएको ग्रुप हाम्रो यहाँ मुहानाहरू चाहिँ सबजना गुम्बाको दर्शन लिनु हुँदैछ।
छिटो छिटो एउटा पछि खिच्यो गाडीमा त्यस्तो ऊ यहाँ कसले खिच्यो ल ल छिटो म त खिचेको चाहिँ नै मेरो बदनाम नगर्नुहोस् त यहाँ आधा पादामा मेरो नाम आयो भने जस्तो भयो जुन चाहिँ लाउँदा ल छिटो छिटो मेरो ठाडो लाउनु गेट क्लोज पनि मैले खोलेँ अहिले गेट क्लोज पनि मैले गरेँ सो बाई बाई यो चाहिँ रहेछ हाम्रो दुब्दी मोनास्ट्रीको पछाडि पुरानो पहिलाको क्षतनहरू दर्शन लिनुहोस् र अब हामी दुब्दी मोनास्ट्री सकेर दर्शन गरिसकेर चाहिँ अब नरबुङ तर्फ लाग्दैछौँ बाटोमा के हुनेछ तपाईँहरूलाई देखाउने छु र हामी नरबुङ आइपुग्यौँ अब सबैजना उत्रेर चाहिँ यहाँदेखि अब नरबुङ पार्कमा हामी जाँदैछौँ र यो योक्सम गान्तोकदेखि योक्सम आउनुको लागि तपाईँलाई 130-120 किलोमिटर पर्छ कम्तीमा पनि 5 से 6 घन्टा लाग्छ गान्तोकदेखि यहाँ आइपुग्नु र अब हामीहरू यहाँ हेर्नुहोस् न भ्युजहरू पनि यति मजाको है योक्सम नरबुङको र अब यहाँबाट हामी जाँदैछौँ र तपाईँहरू पनि अवश्य यो जग्गा आउनु होला हामी योक्सम आउँदाखेरि एकखेप चाहिँ यहाँ नरबुङ दर्शन गरिएर जान्छौँ किन भन्दाखेरि एउटा यो ऐतिहासिक जग्गा हो है र यहाँ गुराँसको फुलहरू पनि फुलेर पुरा झरेको रहेछ हेर्नुहोस् न अन्त यो फुल चाहिँ यस्तो खाले छन् अब सबैजना चाहिँ अब त्यो नरबुङको प्रवेशद्वारभित्र चाहिँ पस्नु हुँदैछ दर्शन लिनु होला अन्त कोरोनेसन थ्रोन नरबुङ भनेर यसो लेखेको छ यो गेटदेखि चाहिँ भित्र प्रवेश गरिन्छ हामी सबै गरिरहेको छौँ यो ठाउँ सिक्किमको ऐतिहासिकसँग जोडिएको छ पहिलो छोगेलको राज्य अभिषेक भएको पवित्र स्थल पुरानो पिपलको रुख छोतेन र त्यहाँको निष्पष्ट शान्तले यस्तो अनुभूति दिन्छ मानव समय केही बेरका लागि रोकिएको जस्तो लाग्छ कतिलाई अब योक्सम भनेको जग्गाको नाम मात्रै हो भने सोच्छ होला है तर सिक्किमकोलाई धेरै जस्तो याद छ तर म आज भनिरहेको छु यदि मैले गल्ती गरेँ माफ दिनु होला है साथी योक्सम सिक्किमको एकदमै ऐतिहासिक र पवित्र ठाउँ हो योक्सम भन्ने नाम तिब्बती भाषाबाट आएको हो जसको अर्थ हुन्छ 3 जना ज्ञानी लामाहरूको भेट हुने स्थल
पहिलेका समय 3 जना महान लामा लचुन छेम्पू, कथुक कुन्तु जङ्पू, नादा सेम्पा छेम्पू यही ठाउँमा भेट भएका थिए है। उनीहरूले मिलेर सिक्किमका पहिलो छोगिल यानि राजा पिन्छो नामगेललाई यही ठाउँमा राज्य अभिषेक गरेका थिए। त्यसैले योक्समलाई सिक्किमको पहिलो राजधानी र धार्मिक ऐतिहासिक केन्द्र भनेर चिनिन्छ। र यहाँ चाहिँ हाम्रो आनाहरूले सबैले यहाँ मालाको उयो गर्नुहुँदैछ है, माला लगाएर राखेर पूजा गर्नुहुँदैछ नि। यो चाहिँ हाम्रो घेवालाचिन छेम्पूको स्याप भन्छ। स्याप भनेको चाहिँ भोटेको र स्याप भनिन्छ, तर नेपालीबाट चाहिँ खुट्टाको यो चाहिँ दाहिने खुट्टाको छाप हो। तपाईँले दर्शन लिनुहोस्। यो चाहिँ हाम्रो नर्बुगङमा पाइन्छ। हजुरहरूले यो छोतेनको दर्शन लिनुहोला। यहाँ स्थानीय मान्छेले चाहिँ के भन्नुहुँदो रहेछ भन्दाखेरि यो छोतेनलाई दर्शन गरेको र हाम्रो बुध बिहान भएको छोतेनलाई दर्शन गरेको बराबर हो भनेर चाहिँ मानिँदो रहेछ। हजुरहरू लिनुहोस् है दर्शन। तपाईँहरू सक्यो भने एकखेप यहाँ सिक्किम घुम्न आउँदा योक्सम नर्बुगङमा चाहिँ अवश्य आउनुहोस्। शान्त यति मजाको जग्गा छ यो जग्गा। अब यो तपाईँले दर्शन लिनु गइरहेछु। यहाँ चाहिँ हाम्रो ठुक्तो गेपु भनिन्छ, उहाँको दर्शन लिनुहोस्। टुक्ता गेपुको हामी दर्शन गरेर पनि अब हामी फर्क्यौँ र बाटोमा के हुनेछ तपाईँलाई देखाउँदै लानेछौँ। दर्शन लिनुहोस्। अब हामीहरू नर्बुगङको दर्शन लिएर चाहिँ होटेलतर्फ जाँदैछौँ र अब होटेलमा पुगेर लुगासुगा प्याक गऱ्यौँ
अनि खानासाना खाइराखेर चाहिँ हामी त्यत्तिकै गान्तोकतर्फ लाग्ने। खानासाना खाइसकेर चाहिँ अब हामीहरू गान्तोक जानु रेडी। गाडीमा सबै सामानहरू पनि हालिसक्यौँ र बाटोमा के हुन्छ तपाईँलाई देखाउँदै जानेछौँ है। साथीहरू इन्जोय गर्नु होला। अब चाहिँ हामी रानीपुल पुग्यौँ। रानीपुलदेखि फेरि अर्को गाडीमा हामी चढेर उकालो गान्तोकतर्फ लाग्दैछौँ। उहाँहरू चाहिँ अब उता बरपाथिङ जानुहुन्छ। हामीहरू पनि अब घर अहिले भर्खर आइपुगिहालेँ र अब तपाईँले भिडियो कस्तो लाग्यो है, मन पराइदिनु होला, भयो होला भन्ने आशा गर्दै मेरो यो सानो भिडियो चाहिँ यहीँ नै समाप्त गर्न चाहन्छु। गुड नाइट एभ्रिवान।